On air with RJ Sameer. अब आउँ फेरि पोएट आइडलतिर जाउँ. अब त जुनियर पनि आउन लागेको छ 18 वर्षसम्मकाहरूको लागि है. तपाईँ एउटा मेन्टर है, अनि मेन्टरको रूपमा तपाईँको त यो यात्रा पनि तपाईँले भन्नुहुँदै थियो नि राम्रै भएछ मैले नजितेको भनेको जस्तै. किन भन्दाखेरि पहिलोमा एज अ कन्टेस्टेन्ट, सेकेन्डमा एज अ एसिस्टेन्ट डिरेक्टर होला होइन, अनि अहिले तेस्रो जुन एउटा इनिङ्स भनौँ तपाईँको, त्यसमा जुन चाहिँ के भन्ने एउटा मेन्टरको रूपमा तपाईँ हुनुहुन्छ होइन. यो जुनियर पोएट आइडल के हो, कहिलेदेखि कतातिर अडिसनहरू हुँदैछ कि कसरी गर्नुपर्ने हाम्रा नानीहरूले? 18 इयर्सभन्दा मुनिको भाइ बहिनीहरूले अहिले डिजिटल अडिसन चलिरहेको छ. अनि के अरे पोइरालको पेजमा जानुभयो भने नम्बर पनि छ त्यहाँनिर, वाट्सएप नम्बर, इमेल आइडी. त्यहाँनिर चाहिँ आफूले लेखेको कविता ठ्याक्कै वाचन गरेर डिजिटल अडिसनको लागि पठाउनु पर्ने हुन्छ. त्यो वाचन गर्दा चाहिँ कस्तो, कतिजना त ब्याकग्राउन्ड म्युजिक हालेर पनि दिन्छ, पाउँछ है, जसै गरेर पनि पायो, एक्टिङहरू गरेर पनि पायो. अनि इन्टरनेसनलको चाहिँ मलाई दायित्व दिएको छ. अनि मलाई डाइरेक्टली पठाउनु भयो पनि हुन्छ नेपालबाट बाहिरको जो पनि हुनुहुन्छ. अनि त्योबाट सर्ट एउटा टिप पनि जाओस् न. हुन त यो अब एउटा एडभान्टेज जस्तो हुन्छ है, तर पनि अब यु एज अ कन्टेस्टेन्ट, एज अ एडी र अहिले एज अ मेन्टर चाहिँ, किनकि तपाईँले पनि पहिले डिजिटली अडिसन दिनुभएको, कस्ता कुराहरूमा ध्यान दिनुपर्छ? कविता त मुटु हो, कविताको सो हो, कविता त सोल हो. तर कुन चाहिँ मिडियममा प्रेजेन्ट हुँदैछ त्यो ठ्याक्कै याद गर्नु भाइ बहिनीहरूले. टेलिभिजन हो, मल्टी क्यामेरा सेटअप भएको होइन, त्यो हुँदाखेरि ठ्याक्कै जजेसहरूलाई, प्रडक्सन टिमलाई, हामीलाई पनि ठ्याक्कै हेर्दा यदि तपाईँले वाचन गरेको कुरा यो केटा अथवा यो बहिनी टेलिभिजनमा प्रेजेन्टेबल हुन्छ भन्ने जस्तो लाग्यो भने होइन, स्टेजमा प्रेजेन्टेबल हुन्छ. यही विषयमा मलाई एउटा कुरा याद आयो. दोस्रो एडिसन हुनुपर्छ, विपनाज्यू हुनुहुन्थ्यो है, उहाँ त एकजना अहिले सायद कुन चाहिँ एउटा टिभी च्यानलको होस्ट पनि हुनुहुन्छ होइन. मान्छे पनि चिटिक्क राम्री होइन, अनि त्यसले अलिकति भए पनि टेवा पुर्यायो है. सी वाज रियली प्रेजेन्टेबल हुन्छ नि, राम्री पनि. अहिले सम्पर्कमा हुनुहुन्छ? अहिले एकदमै राम्रो साथी मेरो. सोध्दै थियो भनिदिनुहोस्. ल, अनि जस्तै कस्तो हुन्छ भन्दाखेरि कतिले त फोनले बनाउने, अब फोन के छ कसो छ, किनकि अब यहीँ ल्याएर अनुहारमा यत्रो बढी अनुहार देखाएर त भएन होइन. अडियोमा पनि ध्यान दिनुपर्ने, भिडियोमा पनि लाइटिङहरू त्यो पनि ध्यान दिनुपर्ने हुन्छ कि लाइटिङहरू के हो? अब जति सक्दो चाहिँ, किनभने अहिले त स्पेसली 18 मुनिको भाइ बहिनीहरूलाई त सबै आउँछ. अनि जति सक्दो अनुहार प्रष्ट देखियोस्, एक्सप्रेसन देखियोस्, आवाज क्लियरली बुझियोस्. अब 1000 जस्तोमा अडिसन आयो हुन्छ, छनौट हुनु पर्यो, दिक्क पनि भइरहेको हुन्छ होला जजेसहरूलाई, हामीलाई पनि होइन. त्यसोबाट अब यसो प्रतिस्पर्धा हुन्छ. एउटा कुरा सोध्नु थियो, यो जज र मेन्टरको भूमिका त अब हामीले पछि बुझौँला जब सुरु हुन्छ, तर फरक चाहिँ के छ? तपाईँ जज हो कि मेन्टर हो कि त्यहाँ गएर हाम्रो अमर सरहरू जस्तै, उपेन्द्र सरहरू जस्तै टक्क सिटमा बसेर जज गर्ने हो कि के हो मेन्टर भनेको चाहिँ? त्यो त मार्नु त फर्मेट रिभिल गर्नु जोस् रमाइलो चाहिँ छ, तर फरक चाहिँ छ कि छैन त्यो मात्र भन्नु खोजेको. नर्मल हाम्रो सिनियर्सहरूको सिजन 1-2 भन्दा चाहिँ अलिकति फरक छ है. जोस् म पनि यही भन्न चाहन्छु, किनकि हाम्रो भेगबाट अब हाम्रो भेग भन्दा पनि पल्लवीले त्यहाँबाट झापड हान्छ होला मलाई होइन, तर मैले भन्न खोजेको चाहिँ पल्लवी एउटा उदाहरण भन्यो नि त, सकिँदो रहेछ भन्ने होइन. अनि हाम्रो निलम बहिनी भए, त्यसपछि सिमेन सुकिता भाइ. मलाई याद आयो मैले एकजना भाइको प्रेम पत्र भन्ने एउटा पढेको थिएँ, नाल्बो विशाल नाल्बो पनि जानुभएको थियो होइन. एकदमै राम्रो हुनुहुन्छ उहाँ पनि, धरानतिर हुनुहुन्छ होला सायद अहिले, काठमाडौँमा हुनुहुन्छ. ल, अनि हाम्रा नानीहरूले तपाईँहरूले प्रयास गर्नुहोस् है, पोएट आइडलको अफिसियल पेजमा गएर त्यहाँ डिटेल्सहरू छ त्यो लिन सक्नुहुन्छ. अनि यसको के फिजिकल अडिसनहरू पनि हुन्छ हाम्रोतिर? हजुर, फिजिकल अडिसन त्यो डिजिटल आइसकेपछि त्यहाँबाट ठ्याक्कै इन्फर्म गरिन्छ. दार्जिलिङमा चाहिँ हुनेवाला छ है, यता के अरे के भन्नु, दार्जिलिङ सिक्किमको लागि चाहिँ त्यो पनि अगाडि नै अपडेट गर्नुहुन्छ. अब यहाँ अहिले त्यो कहिले त्यो पनि भएको छैन. अर्को कुरो त यो आज त रेकर्ड भइरहेछ पोडकास्ट, जतिसक्दो चाँडै नै हामी यसलाई रिलिज गर्ने खोज्छौँ, किन भन्दा त्यो पनि हामीले मिलाउनु पर्ने हुन्छ. त्यो भन्छ नि हिन्दीमा के अरे, जब क्या गया चिडिया चिप गई खेत भन्ने यस्तो भएर त भएन होइन. On air with RJ Sameer.